शिव, म तिमीलाई भेट्न चाहन्छु। काम देऊ न यार, बहुत दुःख पाएको छु मैले। काम त हामी आफै गर्छौँ। देऊ न देऊ काम। दुःख पाएर हिँडेको मान्छेलाई यसो दया त गर। त्यहाँ त पक्कै पाइएला नि काम। साउजी काम दिनु न। काम गर्न सक्नुहुन्छ त तपाईँ? सक्छु हजुर। भारी बोक्नुहुन्छ त? त्यो बोरा गोदाममा पुर्याउनुहोस् त। गोदाम कहाँनिर छ हजुर? उ त्यता छ। हस् हजुर, हुन्छ हुन्छ। जङ्गलमा अहिले कत्रा कत्रा रुख बोकेर हिँड्यो। यो भुजाको बोरा त नाम्लो पनि चाहिने थियो। पुर्यायो? ल्याएँ हजुर। ल फेरि आउँदै गर्नु। हुन्छ हजुर, म आइहाल्छु। हजुरलाई काम पर्यो भने बोलाउनु न, म आइहाल्छु। बजार कि हजार, पैसा हुनेलाई पो बजार, पैसा ल्यायो बजार्यो, त्यही भएर बजार भने होला। आफूले त के गर्नु, एक बोरा पैसा लिएर आयो, एक झोला पनि सामान आउँदैन। साउनी पानी खाऊ न। यहाँ छ त, यहाँ जगमा खानु नि। साउनी यो कति पैसा हो? 10 रुपैयाँ।
यो त नखाउँ होला 50 रुपियाँले के पुर्याउनु। हेर राहुल, मेरो मोना डार्लिङ ब्याङ्कक गएको छ र उसले ठुल्ठुलो बिजनेसहरू डिल गरिरहेछ र त्यसैको लागि भोलि म ब्याङ्कक जानुपर्ने हुन्छ राहुल। त्यही भएर तैँले यहाँ सब सम्हाल। ओके डेभिड, नेपालको बारेमा म सम्हाल्छु। तैँले ब्याङ्ककको बिजनेस रात दिन गरेर सम्हाल्नु। नेपालमा म छु म र मेरो वहाँ ठुल्ठुला बिजनेसम्यानहरू आउँदैछन् र त्यही कारणले गर्दाखेरि हल्का मुनालाई मैले सपोर्ट गर्नै पर्छ र मेरो भोलि 11 बजेको फ्लाइट छ ब्याङ्ककको। म ब्याङ्कक जाँदैछु, यहाँको सारा जिम्मा तैँले लिनुपर्छ। ओके डेभिड भन, नेपालको बारेमा म सम्हाल्छु। तैँले ब्याङ्ककको बिजनेस रात दिन गरेर सम्हाल्नु। सो बिजनेसलाई फस्टाउँदो गतिमा लानु। नेपालको विषयमा त चिन्ता नगर, नेपालमा म छु। र एउटा कुरा सुन, यहाँ जति पनि छ बिजनेस सब ओके डेभिड पर्छ। ओके डेभिड, त चिन्ता नगर। बधाई छ राहुल। दाइ 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 दिनु माल दाइ दाइ माल दिनु। आज छैन दाइ, भोलि म पक्का ल्याइदिन्छु दाइ। ओइ यसलाई लगेर फाल्दे। दाइ 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 त्यसो नगर्नु दाइ, दाइ त्यसो नगर्नु दाइ। दाइ दाइ साले दाइ ओइ केटा हो, कस्ता कस्ता केटा लिएर आउँछ? कस्ता केटा लिएर आउँछ? फाल्दे यसलाई। दाइ दाइ ओइ साला, त्यसलाई लगेर तलतिर फाल्दे। साले साले फ्रीमा खुवाएको छु मैले तिमीहरूलाई, फ्रीमा खुवाएको छु मैले तिमीहरूलाई। यो गेटबाट जस्तो सुकै मान्छेलाई तिमीहरूले छिर्न दियौ भने आइन्दादेखि तिमीहरूलाई म यहाँ टिक्न दिन्न। बुझिराख यति कुरा। राहुल, यस्तो हालतमा म कसरी ब्याङ्कक जाउँ? होइन डेभिड, यी भातेहरूलाई म सम्झाउँछु। म त चिन्ता नगर। कुल डेभिड कुल। ए केटा हो, तिमीहरू सबै आफ्नो काममा लाग, जाऊ। भगवान के लेख्या थियो तिमीले 6औं दिनमा यो मेरो निधारमा? लेख्न त राम्रै लेखेको थियो होला, सबै मेटिएर गयो। भाग्य आफै बनाउने भनेर आफ्नै हातले लेखेँ मैले पनि। तैपनि श्रीमतीको आशा गरेँ, छोराको आशा गरेँ, एउटा आशा छोड्यो अर्को आशामा झुन्डियो। आशाको यो त्यान्द्रोमा झुन्डिएर यो प्राण पर्खिरहेको छु। भगवान कहिले लिन आउँछौ मलाई? अब मलाई यो जिन्दगी पुगिसक्यो। हेट के पो आएछ दिमागमा पनि। साउजी चामल दिनु न। कति? 5 किलो मात्रै? ल लिनुहोस्। अनि अस्तिको बाँकी चाहिँ खोइ त? काम गरेर ल्याउँछु साउजी। काम गरेर ल्याउँछु? सबै तिर्छु साउजी एकै दिन। त्यस्ता कुरा छोडिदिउँ होला हामीलाई। के हामी समाजसेवा गर्न बसेको हो यहाँ? आज छैन हजुर, म काम गरेर ल्याएर दिइहाल्छु।
उफ, काम पनि पाइँदैन, पैसा पनि पाइँदैन, पेटमा अन्न नपरेको कति ल यसलाई जानुहोस् घरतिर। चुलो नपरेको कति दिन भइसक्यो। ताल तालका मान्छे आउँछन् बा। संसारमा कस्ता कस्ता मान्छे छन् हौ। हामी जस्तो गरिबको त कोही हुँदो रहेछ दुनियाँमा। कसरी जीवन धान्ने होला हे भगवान्। ओहो, अनि यो ढोका त मैले लाएर गएको जस्तो लाग्छ। फेरि कसले खोलिदियो कि मेरो होस खुस्केको त होइन? बाउ मलाई पैसा चाहियो। बाउ पैसा देऊ। के अरे पैसा? कहाँबाट दिनु पैसा? के भनेछ रे बुढा? ए मलाई हात लगाइस् तैँले? आए फेरि हात लगाइस्? आया मारो, आया मारो, गुहार मारो, आया आया। भित्री गएर हेरौँ न त। बाबा बाबा हजुरलाई के भयो? बाबा बाबा के भयो हजुर भन्नु त? बाबा के भयो हजुरलाई? बाबा माफ गर्नु दाइ, म तपाईँको भाइ होइन। भाइले त माया पो गर्छ। साला तँलाई अहिले आएर नाता र सम्बन्ध थाहा भयो होइन? तेरो बाबा तेरो लागि भरिया बनेर पेट पाल्थे। कस्तो कुलङ्गार जन्मिछस् आज तैँले। तर त्यही बाउको हत्या गरिस्। तँलाई त भगवान्ले पनि माफ गर्ने छैन। तेरो आमाले कति दुःख कष्ट भोगेर तँलाई जन्माइ बढाइन् र उर्काइन्। तर साला आज तैँले मलाई एकचोटि सुध्रिने मौका दिनु दाइ। तर आज यही दिन देख्नको लागि रहेछ। आखिर बाउको हत्या छोराको हातबाट भयो। मलाई म कसरी माफ दिउँ? तँ आफै भन्। मलाई एकचोटि सुध्रिने मौका दिनु दाइ। म सुध्रेर देखाउँछु दाइ। सुनेको थिएँ भगवान्ले त एकचोटि माफ दिन्छन् रे। तर म त मान्छे हुँ। जा आफ्नो जिन्दगी जिउ। मैले तँलाई नयाँ जिन्दगी दिएँ। शिवलाई एकचोटि मात्रै माफ दिन्छ। यस तपाईँले मलाई एउटा बाचा कसम गरिदिनुपर्छ। कस्तो बाचा कसम? तपाईँ जे चाहनुहुन्छ त्यो म गर्छु। तर म जे चाहन्छु
त्यो पनि तपाईँले गर्नुपर्छ। किन कसम खान डर लाग्छ? कसम खान साह्रै डर लाग्छ मलाई। झुटो कसम खाएर कसैको दिल दुखाउन चाहन्न म। बाटो कसम मैले पुरा पो गर्न नसक्ने हो कि? भन, म तिम्रै अगाडि छु। तपाईँ अलिकति पनि टेन्सन नलिनु। त्यसो भए केही टेन्सन छैन। मलाई खुसी लाग्यो तपाईँको कुरा सुनेर। तपाईँले भनेको कुरा पुरा गर्छु। के कुरा? तपाईँले भनेको किस दिन म तयार छु। के होला? के म भित्र आउन सक्छु? आउनुहोस्, बस्नुहोस्। के कति कामले आउनुभएको थियो कुनै? म तपाईँको छोरीको हात माग्न आएँ। माफ गर्नु होला, म तपाईँलाई छोरी दिन सक्दिनँ। किन किन ममा के खोज्छ? सम्पत्तिमा सम्पत्ति छ भने जति सम्पत्ति दिन पनि। अब म तँ जस्तो गुन्डालाई मेरी छोरी बेचु? तँ यहाँबाट खुरुक्क निक्लेर जान्छस् कि पुलिस बोलाऊ? पण्डित, तेरो छोरी त म बिहे गरेरै छाड्छु र त्यो बिहेमा तैँले नै मन्त्र पढ्नुपर्ने हुन्छ, बुझिस्? तँ जस्तो चोर, लफुङ्गा, आवारा, फटाले मेरी छोरी पाउने? जबसम्म म यो धरतीमा रहन्छु तैँले मेरी छोरी पाउने सपना पनि नदेख। हे पण्डित, यो जङ्गलाई डाइलग त बाँचुन्जेलसम्म तेरी छोरी म पाउँदिनँ भने त बाँच्नुको पनि त कुनै अर्थ छैन। ल याद गर पण्डित, अब यो जङ्गले तेरो घरमा पञ्चे बाजा लिएर आउँछ। गुड बाई। बाबा 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 के भयो तपाईँलाई? कसले गर्यो यो सब? जङ्गले छोरी। अनि आजको कार्यक्रम के छ त सर? आजको हाम्रो कार्यक्रम भनेको शिवजीलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ। शिवजीले यो संस्थाको लागि धेरै राम्रो काम गर्नु भएको छ क्या। त्यही भएर हामीले उहाँलाई आज यहाँ बोलाएको। कतिखेर आउनुहुन्छ? उहाँ चाहिँ लगभग उहाँ आइपुग्ने बेला। शिवजीले यो संस्थाको लागि धेरै राम्रो काम गर्नुभएको छ। वास्तवमै शिव भाइले यो गाउँ समाजको लागि राम्रो काम गर्नुभएको छ। उम्रा जस्तै उहाँले पाटी पौवा, बाटोघाटो, पुलपुलेसामा राम्रो काम गर्नुभएको छ। उहाँले पाटी पौवा, वृद्धाश्रम, मठ मन्दिर लगायत विभिन्न सामाजिक काममा धेरै राम्रो कामहरू गर्दै आउनुभएको छ। शिवले यो नै स्थापित गर्नुभएको छ। आश्रयलयमा मात्र होइन, यो गाउँमा उहाँले धेरै नै राम्रो काम गरेर आफूलाई हिरो नै साबित गर्नुभएको छ। काम गरेर अगाडि बढिराख्नु भएको छ। शिवले यस समाज र वृद्ध आश्रमको लागि धेरै राम्रो काम गर्नुभएको छ। प्रति र त्यो अपाङ्ग सङ्घको घटना हुँदाखेरि त्यहाँ पनि धेरै ठुलो सहयोग गर्नुभयो। त्यसो हुँदा शिव एकदम चाहिँ समाजको लागि रियली हिरो भएर निस्कनु भएको छ। वास्तवमा उहाँलाई हिरो नै भन्नुपर्छ। नाम पनि शिव हो र भगवानकै रूपमा आउनु भएको छ। अरूका लागि जसुकैले जेसुकै भने पनि हाम्रा लागि शिव चाहिँ हिरो भनौँ या रियली भगवानको। हाम्रो शिवजी पनि आइपुग्नु। नमस्कार 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 नमस्कार। त्यसो भए बसौँ न त है।
त्यसो भए कार्यक्रम स्टार्ट गरौँ न त। वृद्धाश्रममा शिवजीले वृद्धाश्रमको लागि केही रकम हस्तान्तरण गर्न आउनुभएको छ र त्यो रकम लिइदिनु हुनका लागि यसै संस्थाका अध्यक्षज्यूलाई अनुरोध गर्दछु। मनको कुरा आँखाइले बोल। हेलो शिवा शिवा जङ्गेले बाबालाई हातपात गरेछ। ठिक छ, त्यो जङ्गेलाई के गर्नुपर्ने मलाई राम्रोसँग थाहा छ। बाबा यहाँ चिकित्सा हुनुहुन्छ। नमस्कार, मलाई अलि हतार छ, म लाग्छु है। तैँले पण्डित बाजेलाई कुटेर ठुलो बहादुरता देखाइछस् र म तँलाई अर्को पनि मौका दिन्छु। म तँलाई 2 मिनेटको समय दिन्छु। 2 मिनेट भित्रमा मलाई जे गर्न सक्छस् गरेर देख। मलाई थाहा थियो जङ्गे, तैँले जहिले पनि पछाडिबाट वार गर्छस् भनेर। Come on, come on. तेरो 2 मिनट समय सक्यो, अब मेरो पालो। शिव, खसी बोकाको काल दसैँमा तिहारमा आउँथ्यो भन्थे, तर तेरो काल यही चौबाटोमा आयो। जङ्गे, आजदेखि उपरान्त त्यो पण्डित बाजे र पण्डित बाजेको छोरीमाथि आँखा गाडी सुने। तेरो त 2टा आँखा छ नि, निकालेर गुच्चा खेल्छु। कहिले पनि याद राख। अबदेखि काम हुन्छ, नातिनुहोस्। अबदेखि यो कोठा छोडेर गइस् भने तेरो हात खुट्टा भाँचेर राखिदिन्छु म। तेरो बाउ हो म, बाउ, बुझिस्? हेलो, मलाई
थुनेर राख्नु भएको छ। मलाई लिन आउन है छिट्टो प्लिज। रक्षा रक्षा पानी 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 केटा हो पानी चाहियो अरे त्यसलाई पानी पानी त्यो त्यता हो पानी खाइदिउँ त खाइदे यहाँले पानी खान्छस् पानी खान्छस् पानी ला पानी खान्छ रे पानी ला पानी ला केटा हो Yes. Hey, get out. Yeah. Yeah.
जङ्गे भन्नुहोस् तपाईँको के सेवा गर्न सक्छु? हुन्छ। रोगडा कति आउँछ? रोगडाको चिन्ता नगर, मलाई अहिले त्यसको टाउको चाहियो, जसरी पनि त्यसको टाउको चाहियो। त्यो त मेरो पनि शिकार हो, त्यसलाई कसरी ह्यान्डल गर्नुपर्छ त्यो मलाई राम्ररी थाहा छ। तपाईँ टेन्सनै नलिनुहोस्, काम हुन्छ। ल हजुर, ल हजुर। साला डिपिके शिवले त गर्नुसम्म गरो नि। थर्काउन हो त्यसलाई तातो घाममा नि सुली चढाउने काम गर्नुपर्छ। पुरै सुकुटी बनाइदिउँ न त हौ। सुकुटी नै बनाइदिनुपर्छ। हेर न माल त्यहीँ छ, त गइहाल त। रहेछ भने त्यो केटीलाई किडन्याप गरेर म बाटो ल्याइहाल। म यहाँ फोन गरेर भुल्याउँदै गर्छु। पक्कै एलिसा नि हो। कसरी चिन्नु भयो? तिमी नि हो, मलाई थाहा छ। तिम्रो त्यो स्पर्शले, तिम्रो त्यो कोमल हातले तिम्रो यो सौन्दर्यमाथि अर्को एउटा सुन्दरता थपिदिन्छ। तिमी त मेरो मनको ढुकढुकी हो, बाँच्ने आशा हो। तिमी बिनाको जीवन के जीवन र? शिव, मलाई यति धेरै माया नगर, केही कथामा हाम्रो बिछोड भइहाल्यो भने। एलिसा, तिमीले कस्तो कुरा गरेको? तिमीलाई मबाट कसैले पनि टाढा गर्न सक्दैन। यदि कसैले टाढा गरिहाल्यो भने पनि म त्यसलाई छोड्नेछु। अरे ओ शिव, पछाडि फर्केर हेर त, खोइ तेरो एलिसा। पछाडि फर्केर हेर न, खोइ तेरो एलिसा, खोइ तेरो एलिसा। एलिसा, 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 एलिसा। तिमीलाई अझै नै मेरो माया लाग्दैन है? के यो सब बनावटी जस्तो लाग्छ तिमीलाई? केही गरी पनि सम्झाउन सक्दैन। यो माया होइन, मलाई अझै पनि विश्वास लागेन तिमीले भनेपछि। तिमीलाई मेरो माया नाटक जस्तो लाग्छ? तिम्रो माया नाटक जस्तो लाग्ने भए म मेरो सारा घर परिवार छोडेर तिमीसँग किन आउँथ्यो नि? Oh
केटा हो मुना र मदनको जोडी हेर्न युनिक केटा हो भागो केटा हाम्रो पनि मनै त हो नि पार्वती। अरे यार एउटा कैलाशमा दुईटा पार्वती पक्का हो। केटा हो पक्का केटा हो। छोड केटा हो छोड। फुलौ चैरोतिर जङ्गे छोड साले। चिचा कति चिच्याउँछ चिच्या। भागेर देखा कसले बचाउँछ। भाग भाग
भाग भाग भाग तँलाई कसले बचाउँछ Check it out! के भयो तिमीलाई आज? तपाईँ त छुपा रुस्तम पो हुनुहुँदो रहेछ त। मतलब बुझिनँ मैले। बुझ्नु भएन? मैले त केही बुझिनँ त। भन त के हो? मैले सबै कुरा बुझेको छु। के बुझ्यौ त? मैले जे बुझ्नु छ त्यही बुझेँ। के भयो? तिम्रो यो मुस्कानको रहस्य के हो? यो मुस्कानको पछाडि तिमीलाई एउटा सरप्राइज। सरप्राइज? कस्तो सरप्राइज? कति हिँड्नु गलिसक्यो, खोइ त तिम्रो सरप्राइज? पर्ख न, तिमीलाई म सरप्राइज त देखाइहाल्छु नि। यही हो तिम्रो सरप्राइज? खोइ त सरप्राइज? वाउ, ब्युटिफुल। द रियल हिरो हो, तपाईँ नै हो द रियल हिरो।